Hi everyone, namaste. This is me Ramba Shrestha from the Ireland. आज धेरै महिना नै भनौं न हैन, धेरै महिनापछि भिडियो लिएर आएको छु हैन। सो आज के को बारेमा हो भनेर टपिक त मैले तपाईहरुले टाइटल देखेर अवश्य नै थाहा पाउनु भयो होला। एन्ड यस, मैले धेरै मेसेजहरु पाएको छु अनि धेरै कमेन्टहरु गरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद हैन। पुरानो भिडियोमा अनि अझै पनि सब्स्क्राइब चाहिँ गरिरहनु भएको, सपोर्ट गरिरहनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। तर मेरो व्यस्तताको कारणले गर्दाखेरि मैले कसैलाई पनि रिप्लाई दिन भएको छैन, मेसेज हेर्नु भएको छु, आएको देखिरहेको छु हैन। अब अहिले बिजी भइरा हुन्छु अनि अहिले रिप्लाई दिन्छु भन्दाखेरि चाहिँ बोल्दो रहेछु के, त्यही भएर आज चाहिँ सम्झिहाले हैन। अघि पनि कमेन्ट आइरहेको थियो, त्यही भएर मैले अब आज चाहिँ सबैजनाको रिप्लाई यही भिडियो मार्फत दिन्छु। मेसेज गर्न, अब एक घण्टा मेसेज गर्नु भन्दा अनि एक घण्टा कमेन्टको रिप्लाई दिनु भन्दा म यही भिडियो मार्फत चाहिँ उहाँहरुलाई रिप्लाई दिन्छु भनेर चाहिँ यो भिडियो गराएको छु। अब मैले उहाँहरुलाई एक घण्टा रिप्लाई दिँदाखेरि सबैको क्वेशन सेम हुन जाने क्या, अनि कति जनालाई लेखेर रिप्लाई दिन गर्न भ्याउँछ त हैन। त्यही भएर चाहिँ मैले भिडियो मार्फत जसलाई त्यो क्वेशनहरुको आन्सर जान्नु छ म भिडियो मार्फत दिन चाहन्छु हैन। अनि धेरै जनाले चाहिँ कस्तो क्वेशन गर्नुहुन्छ भन्दाखेरि मैले अलरेडी भिडियो गराएर राखेको हुन्छु, त्यो भिडियो राम्रोसँग पुरा नहेरिकन क्वेशन गरिदिने हुन्छ क्या। मैले हरेक भिडियोमा राम्रोसँग पुरै फुल्ली डिस्क्राइब गरेर नै राखेको हुन्छु हैन। त्यही भएर प्लिज भिडियो चाहिँ राम्रोसँग हेर्नु होला। यदि त्यहाँबाट पनि तपाईले पाउनु भएन भने मात्र मलाई क्वेशन गर्नु होला, किन तपाईले क्वेशन गर्नुभएको आन्सर चाहिँ त्यही भिडियोमा हुन्छ क्या हैन। अनि तपाईले डकुमेन्ट के चाहिन्छ दिदी भन्नुहुन्छ, अनि डकुमेन्टको त मैले अलरेडी लिस्ट गराएर भनेको छु, अलरेडी त्यो 1 बाइ 1 त्यो स्क्रिनमा पनि लेखेर भनेको छु। तपाईहरुलाई क्वेशन गाह्रो हुन्छ भने त्यो तपाईलाई गाह्रो होला भनेर सबै लेखेर पोस्ट गरिरहेको हुन्छ भिडियोमा पनि हैन। त्यही भएर डकुमेन्टहरुको लागि चाहिँ तपाईलाई भिजिट भिजाको लागि अनि डिपेन्डेन्ट भिजाको लागि हैन, डिपेन्डेन्ट र भिजिट भिजाको लागि चाहिँ मैले डकुमेन्ट गराएर राखेको छु। मैले वर्क र स्टुडेन्ट भिजाको लागि चाहिँ मैले डकुमेन्ट राखेको छैन, मैले राख्छु नै भनेको छु। वर्किङ भिजाको लागि चाहिँ म सकेसम्म चाँडै नै राख्ने प्रयास गर्नेछु। म दुईटा भिजाको लागि चाहिँ मैले डकुमेन्ट अलरेडी राखेको छु। त्यही भएर त्यही भिडियो हेरेर चाहिँ राम्रोसँग डकुमेन्ट के चाहिन्छ भनेर भिडियो हेरेर मात्र अनि मलाई मेसेज गर्नु होला। तपाईलाई यदि कन्फ्युज भयो भने मात्र है, किनभने पहिला त म तपाईहरुसँग धेरै माफी माग्न चाहन्छु, किनभने धेरै जनाले मेसेज गर्नुहुन्छ, मैले रिप्लाई नै दिइरहेको छैन हैन। अनि कमेन्ट पनि मैले धेरै रिप्लाई दिन भ्याएको छैन, किनभने मैले अब तपाईलाई थाहा छदैछ मेरो 2वटा बच्चा छ हैन। अब 2टा बच्चालाई टाइम दिनु परिहाल्यो, प्लस आजभोलि चाहिँ मैले नि जब गर्न थालेको छु, त्यसले गर्दाखेरि जब अनि बच्चालाई टाइम दिँदाखेरि चाहिँ मलाई न भिडियो बनाउन भ्याए, न त कसैसँग मेसेज गर्न भ्याए हैन, केही गर्न पनि भ्याएको छैन क्या। तपाईहरुको मेसेजको रिप्लाई मात्र होइन कि अब कोही आफन्त साथीभाइसँग पनि म कन्ट्याक्टमा हुन भ्याइरहेको छैन, किन टाइम नै मिलिरहेको छैन हैन। अब काम हुँदा काम नै हुन्छ, छुट्टीको बेलामा आफ्नो बच्चालाई टाइम दिनुपर्छ हैन। अब बच्चा कहिले बच्चा बिरामी भइदिन्छ, कहिले के हुन्छ, त्यही भएर चारैतिर टाइम म्यानेज गर्दाखेरि चाहिँ गर्दा गर्दै आज चाहिँ फाइनल्ली मैले भिडियो गराउन टाइम पाएँ, किनभने मेरो काम, म अहिले पनि ड्युटीमै थिएँ तर अहिले म ब्रेकमा बसिरहेको छु। त्यही बेला म भिडियो गराउँछु आज चाहिँ भनेर म चाहिँ जोसेको, अस्तिबाट भिडियो गराउँछु भनिरहेको थिएँ हैन। के गर्दा कसो गर्दा टाइम नमिलेर मात्र हो। सो फर्स्ट अफ अल म चाहिँ आज एउटा इम्पोर्टेन्ट कुरा भन्न चाहन्छु, किनभने मलाई एकजना सिस्टरले यो भिजिट भिजाको, प्यारेन्ट्सको भिजिट भिजाको बारेमा कुरा गर्नुभएको थियो रिसेन्टली हैन। उहाँले चाहिँ हामीहरूले रिसेन्टली मम्मी बाबा ल्याएको थियौँ नि त, कति 8-9 महिना अगाडि हैन त, 1 वर्ष हुन लागिसक्यो मम्मी बाबा ल्याएको। हाम्रो चाहिँ मम्मी बाबाको मैले भिजा डकुमेन्ट्सहरु मैले पोस्ट गरिसकेको थिएँ, उहाँको भिजाहरु 1 वर्षको लाग्यो भनेको थिएँ। अनि मैले त्यसपछि चाहिँ उहाँहरुको भिजा चाहिँ यहीँबाट बढाउनको लागि भिजा एक्सटेन्सनको लागि एप्लाई गरेको थिएँ, त्यो भएन, नगर्नु होला भनेर पनि मैले भिडियो गराएको थिएँ हैन। त्यसपछि हाम्रो मम्मी बाबा चाहिँ युके गएर आउनुभयो भन्ने कुरा चाहिँ भिडियो पनि गराएको थिएँ हैन। त्यही भएर त्यही भिडियो देखेर धेरै जना त्यही फलो गर्नु भएको थियो हैन। त्यहाँ चाहिँ मैले एउटा मेन कुरा चाहिँ भनेको थिइनँ हैन। रिसेन्टली नै डब्लिन मेरो यही भिडियो मार्फत चिन्नु भएको साथीहरुको हैन, उहाँहरुको चाहिँ प्यारेन्ट्स चाहिँ रिसेन्टली एक वर्ष या 2 वर्ष कतिको भिजा भन्नुभएको थियो, त्यही म कन्फ्युज भएँ हैन। मेसेज गर्नुभएको थियो
उहाँको साथीको चाहिँ प्यारेन्ट्सको उहाँको चाहिँ 3 महिनापछि चाहिँ युके को भिजा लगाएर जानुभएको रहेछ। युके गएर आउने बेलामा चाहिँ एयरपोर्टमा चाहिँ उहाँहरूलाई चाहिँ भिजा दिएन रे भन्ने कुरा गर्नुभएको थियो। उहाँलाई जस्ट 1 हप्ताको भिजा दियो रे, 1 हप्तामा त आफ्नो देश फर्की भनेर चाहिँ एयरपोर्टमा चाहिँ इमिग्रेसनले चाहिँ भनेको थियो रे हैन। त्यही भएर उहाँलाई समस्या भएर उहाँहरू चाहिँ 1 हप्तामा नेपाल फर्किनु भयो होला सायद। तर हाम्रो मम्मी बाबाहरू चाहिँ युके गएर आएर फेरि 3 महिना बसेर मम्मी बाबा 6 महिना बसेर चाहिँ अहिले नेपाल गइसक्नु भएको छ। उहाँहरूको भिजा पनि सकिन लागिसक्यो। उहाँहरूको अगस्तसम्मको भिजा हो, लास्ट 24 अगस्तबाट अहिलेको अगस्तसम्मको भिजा उहाँहरूको सकिन पनि लागिसक्यो हैन। 6 महिना चाहिँ बसेर जानुभएको हाम्रो मम्मी बाबा चाहिँ है। अनि मैले त्यो बारेमा अब हाम्रो त मिलेको थियो, त्यही भएर मैले भिडियो गराएको थिएँ। उहाँहरूको चाहिँ मिलेन, समस्या भयो अरे। अब हाम्रो पनि उहाँहरूले पनि भिजा एप्लाई गर्नुभएको थियो मल्टिपल इन्ट्रीको लागि। अब समस्या हुने भयो, के गर्ने होला सिस भन्ने हुनुहुन्थ्यो। अनि मैले हस्बेन्डसँग म त गएको थिइनँ युकेमा हैन, जानुभएको त मेरो हस्बेन्ड र मम्मी बाबा जानुभएको थियो। अनि हस्बेन्डसँग मैले राम्रोसँग बुझ्दाखेरि उहाँले भन्नुभयो कि कसरी तपाईँले ल्याउनु भयो, उहाँहरूलाई त यसरी 1 हप्ताको टाइम दियो अरे, 1 हप्तामा देश फर्की भनेको छ अरे भन्दाखेरि हामीलाई पनि मेरो बुढा हस्बेन्डहरूलाई र मम्मी बाबालाई पनि एकदमै झ्याउ गरेको थियो अरे इमिग्रेसनले। त्यहाँ चाहिँ किन झ्याउ गर्यो भन्दाखेरि तपाईँहरूले त्यहाँ एकदमै ख्याल गर्नुपर्ने कुरा चाहिँ 3 दिनको भिजा थियो अरे हाम्रो मम्मी बाबाको। अझै पनि आयरल्यान्डको पहिला आएको चाहिँ 3 दिनको भिजा थियो अरे र बाँकी थियो अरे। त्यही भएर त्यहाँ चाहिँ तिनीहरूले के भनेको थियो अरे भन्दाखेरि त तेरो चाहिँ 3 दिनको भिजा अझै रहेछ, त किन यसो गरिस्, 3 दिनको भिजा अझै छ त, तँलाई म भिजा थप्दिन्न, बाँकी भिजा थप्दिन्न भनेको थियो अरे। तर मेरो हस्बेन्डले रिक्वेस्ट गरेर कुरा गरेर के गरेर कसरी अब मिलाउनु भयो हैन। त्यही भएर एयरपोर्टमा चाहिँ एकदमै सबभन्दा ठुलो कुरा अब एकदमै नर्मल भएर एकदमै पोलाइट भएर राम्रोसँग कुरा गर्न सक्नुपर्छ हैन। अनि अर्को चाहिँ मेन इस्यु चाहिँ त्यहाँ के रहेछ भन्दा तपाईहरूको आयरल्यान्डबाट युके या अरू कन्ट्रीको भिजा लगाएर गएर तपाईँ आयरल्यान्ड ब्याक हुँदाखेरि चाहिँ तपाईँको पासपोर्टमा 1 दिन पनि भिजा हुनु हुँदैन है त। सो मेन प्रब्लम चाहिँ त्यहाँ हुँदो रहेछ। तपाईँको पासपोर्टमा पहिला तपाईँ जुन आयरल्यान्ड आउँदा 3 महिनाको भिजा दिन्छ एयरपोर्टमा, त्यो एयरपोर्टमा 3 महिनाको भिजा टोटली सकेपछि तपाईँ यसो गर्नुहोस् त, टिकट काटेर चाहिँ भिजा आयरल्यान्डको भिजा आज सकिन्छ भने आज नै तपाईँ कन्ट्री लिभ गर्नु, या भोलि सकिन्छ भने आज कन्ट्री लिभ गर्नु, 1-2 दिन बसेर भिजा सकेपछि टोटली भिजा सकेपछि तपाईँ ब्याक हुनुभयो भने चाहिँ सायद इजी होला हैन। तर अब मैले हामी आफूले जे गर्यो त्यो म तपाईहरुलाई शेयर गरेको हो हैन। अब कसको के हुन्छ त्यो त अब हेरमा उनीहरुको हातमा हुन्छ, हामीहरुको हातमा त हुँदैन। त्यही पनि सायद भिजा चाहिँ 1 दिन पनि हुनु हुँदैन है। त्यो कुरामा मेरो हस्बेन्डलाई पनि भनेको थियो रे, हस्बेन्डले रिक्वेस्ट गरेर एकदमै कुरा गरेर चाहिँ दिएको हो भन्दै हुनुहुन्थ्यो। के भनेर भन्नुभयो अब त उहाँलाई नै थाहा छ हैन। त्यही भएर अब तपाईहरु त्यस्तै गर्नुदै हुनुहुन्छ भने चाहिँ भिजा चाहिँ 1 दिनको पनि नराख्नु होला। बाहिर गएर कन्ट्री फेरि आयरल्यान्ड आउँदाखेरि भिजा सकिसकेको पछि नै आउनु होला, किन भिजा 1 दिनको पनि नराख्नु होला हैन त, समस्या पर्न सक्छ। सो अब चाहिँ अर्को कुरा थियो धेरै जनाले, अनि कमेन्टको कुरा गर्छु है त। अब म कमेन्ट चाहिँ धेरै जनाले गर्नुहुन्छ हैन, त्यसको लागि म मुरी धन्यवाद दिन चाहन्छु। मैले भिडियो राखिरहेको छैन, केही पनि गरिरहेको छैन, त्यही पनि सब्स्क्राइब पनि गरिदिइरहनु भएको छ, लाइक गरिदिइरहनु भएको छ, कमेन्ट गरिदिइरहनु भएको छ, एकदमै फलो गरिरहनु भएको छ। त्यसको लागि म एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु तपाईहरुलाई हैन। सो आशा छ तपाईहरुले बुझ्नुहुनेछ। मेरो ठुलो भएर रिप्लाई दिएन, मेसेजको रिप्लाई दिनु यो ठुलो छ भनेर चाहिँ प्लिज नभनिदिनु होला। म त्यस्तो कदापि पनि छैन र हुने पनि छैन, किनभने मेरो व्यस्तताको कारणले गर्दाखेरि मैले गर्न नपाएको हो। म ठुलो भएर त्यस्तो घमण्डी भएर चाहिँ गरेको हैन प्लिज। सो त्यसपछि चाहिँ म अब कमेन्टको कुरामा जाऊ। कमेन्टमा चाहिँ एकजनाले भन्नुभएको थियो क्या, म त्यो माइन्डमा आइरहन्छ क्या त्यो के अरे त्यत्रो कमाएर जम्मा 50-60 हजार मात्र जोगिन्छ भने त किन आउनु भन्नुहुन्छ हैन। सो त्यो त आइम सरी, मैले नराम्रो सोचेको भए नि त्यो चाहिँ मलाई अलिक के लाग्यो भन्दाखेरि तपाईहरुले कमाएर सबै खर्चको गर्नकै लागि मात्र कमाउने हो र भनेको के। अब मैले चाहिँ त्यो जुन खर्चको लिस्टहरु भनेको थिएँ यति लाग्छ यस्तो भनेको त्यो भनेको त एभरेजमा तपाईहरुले त्यसलाई कम पनि गर्न सक्नुभयो नि त।
तपाईँको घरको रेन्ट छ यहाँ 1700 1800, हामी बसेकै घरको छ 1750 रेन्ट छ। अब हामीले टोटली म त होइन, म त एक्लै बस्ने हो, हामी त कसैसँग मिलेर बस्न सक्दैन, हामी एक्लै बस्ने हो भनेर अब त्यो मै तिर्छु भनेर पुरै कमाएको चाहिँ त्यो रेन्टमा दिए भने त अभियसली बढ्दैन नि होइन। कसरी हुन्छ, तपाईँहरूले त्यो मिलाउने हो क्या। अब तपाईँले कमाएको छ म सबै खर्च गर्छु, आइएलएम नै खाएर सिधै आएर बसेर भ्याउँछु भनेर इन्टेन्सन हुन्छ। अब तपाईँ अरूको टर्चर सर्न सक्नुहुन्न, अरूसँग मिलेर बस्न सक्नुहुन्न भने चाहिँ इट्स ओके, इट्स डिपेन्ड्स अन यु होइन। तर तपाईँले म जोगाउँछु केही गरी जोगाउँछु भन्ने बाटो अवश्य खुल्छ, जताबाट नै खुल्छ है त। त्यही भएर त्यो कमाएको जति खर्च गर्छु भन्ने इन्टेन्सन गर्नु भने त अवश्य नै खर्च हुन्छ। कमाएको भए यतिबाट म यति जोगाउँछु, यति खर्च गर्छु, यति चाहिँ म मेरो अब जे भयो भने यति म ऋण तिर्छु, यति यता गाडीहरू किन्नु पर्यो, यता एक्स्ट्रा एक्सपेन्सेसको लागि त्यो मिलाउनु भयो भने अवश्य नै मिल्छ। त्यो त अब कमाएको जति खर्च गर्छु भने त मैले त सबैले नै अवश्य इच्छा हुन्छ, आफ्नो चाहना पुरा गर्ने इच्छा हुन्छ, हरेक कुरा पुरा गर्ने इच्छा हुन्छ होइन। तर चाहना भन्दा पनि भविष्य पनि हामीले हेरिन्छ होइन। मान्छेको जात न हो, सबैलाई कहिले पनि केही कुराले पुग्दैन। अब आज एउटा परिपूर्ति हुन्छ, भोलि फेरि अर्को आवश्यकता आइपर्छ। त्यही भएर आफू नै अलिक कन्ट्रोल गर्न सक्नुपर्छ है त। अनि अर्को चाहिँ क्वेसन गर्नुभएको थियो नेपालबाट कसरी आउने वर्किङ भिजाको लागि भनेर। त्यसको लागि पनि मैले भिडियो राखेको छु, सायद तपाईँले सबै भिडियो हेर्नुभएको छैन। मैले भिडियोमा राखेको छु कि कसरी काम खोज्ने, तपाईँसँग स्किल हुनु पर्यो मेन। अब नेपालबाट मेन लाग्ने भनेको सेफको लागि हो, मेन एक्सपिरियन्सवाला सेफ। अनि अब नर्स भइहाल्यो, डक्टर भइहाल्यो होइन। अनि अरू चाहिँ यो के को लागि आउनुहुन्छ, फार्मको लागि आउनुहुन्छ। अनि त्यसपछि अर्को चाहिँ आउनुहुन्छ कि फार्मकै लागि भेटनरी डक्टरहरू पनि हुनुहुन्छ नि, भेटनरी भेटनेसियनहरू, त्यो उहाँहरूबाट पनि आउनुहुन्छ। धेरैजना आइरहनु भएको छ, अरू गल्फ कन्ट्रीहरूबाट नै आइरहनु भएको छ। अहिले नै मैले रिसेन्टली धेरैजना फार्ममा आउँदै हुनुहुन्छ भन्ने सुनेको थिएँ होइन। त्यही भएर तपाईँसँग एक्सपिरियन्स छ, तपाईँले गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँलाई मैले त्यहाँ जस्ट.ai, Indeed.ai अनि उनीहरूको त्यहाँ मात्र गर्न हुँदैन, त्यहाँ तपाईँले त्यहाँबाट एप्लाई गरेर उनीहरूको रिप्लाई पनि आउँदैन, त्यहाँ पनि एप्लाई गर्नु। प्लस त्यो कम्पनीको के कम्पनीको लागि त्यो स्टाफ खोजेको छ त्यही कम्पनीको चाहिँ नाम गुगलमा गएर सर्च गरेर उनीहरूलाई कभर लेटर राम्रोसँग लेखेर पठाउनु। तपाईँको एकदम राम्रो हुनुपर्छ, सिभी कभर लेटर त्यो गरेर पठाउनु। यदि उनीहरूलाई मन पर्यो इमेल पनि गरिरहनु, यदि उनीहरूलाई मन पर्यो भने चाहिँ अवश्य आउँछ है। किनभने धेरैजना आइरहनु भएको छ। तपाईँहरूले मेरो त रिप्लाई नै गरेन के भन्नुहुन्छ, सायद तपाईँहरूको त्यो मन परेन होला नि त, त्यही भएर रिप्लाई नदिनु भएको होइन। किनभने मैले पनि धेरैचोटि म नेपालबाटको ट्राई गरेको थिएँ, त्यसमा चाहिँ रिप्लाई गरेको थियो, त्यहाँ चाहिँ अहिले चाहिएको छैन, चाहियो पनि भन्छु भनेको थियो होइन। त्यही भएर रेस्पोन्स गर्छ यदि तपाईँहरूको मन पर्यो भने क्या है। यदि चाहिएको छैन भने चाहिएको छैन अहिले पनि भन्छ। तपाईँहरूले कसरी गर्नुहुन्छ अलि राम्रोसँग बुझेर गर्नु होला है त। राम्रोसँग कभर लेटर, इमेल अनि सिभी गराएर राख्नु होला। अनि अर्को चाहिँ क्वेसन के थियो भन्दाखेरि स्टुडेन्टको लागि चाहिँ कतिको राम्रो छ भन्दै हुनुहुन्थ्यो होइन। म चाहिँ टु बी अनेस्ट म स्टुडेन्टमा आएको होइन, म चाहिँ डिपेन्डेन्ट भिजामा आएको मेरो बुढाको थ्रु। मेरो बुढा चाहिँ स्टुडेन्ट भिजामा आउनुभएको। टु बी अनेस्ट मेरो बाल धेरै दुःख पाउनुभयो भन्नुभएको थियो। अब किनभने नेपालबाट ऋण धन गरेर आइन्छ, अब आएर काम गर्नु पर्यो, काम पनि फुल टाइम गर्नु पाउँदैन, 20 घन्टा मात्र हो। अनि त्यही हलिडेजहरूमा गर्न पाउँछ सायद होइन। अनि 20 घन्टा काम गरेर तपाईँले रेन्ट तिर्नु पर्यो, खान बस्नु पर्यो, अब आफू पनि त पालिनु पर्यो, अनि आएको रेन्ट तिर्नु पर्ने, आमा नेपालमा भएको आफन्तीलाई खुसी पार्नु पर्यो। त्यसले गर्दाखेरि स्ट्रगल बहुत हुन्छ। जहाँ तपाईँ यहाँ मात्र होइन, तपाईँ जहाँ गए पनि स्ट्रगल त्यस्तै हो नि। तर तपाईँहरूले चाहिँ कतिको सहन सक्नुहुन्छ। फेरि धेरै सोच्नु पनि हुँदैन। तपाईँले धेरै सोचेर आत्तिएर अरू आमा त्यसले गरिहाल्यो मैले गर्न सकिनँ भने त्यो सोचेर गर्नुभयो भने तपाईँले कहिले पनि जिन्दगीमा सफलता पाउन सक्नुहुन्न। त्यही भएर धेरै सोच विचार गरेर धेरै भनिन्छ नि अब आफूलाई जे हुन लेखेको छ त्यही त हुन्छ नि होइन। धेरै सोच्यो भने आफूलाई माइन्डलाई स्ट्रेस हुन्छ, दुःख हुन्छ। आनन्दसँग जति पाउनु छ त्यति रिल्याक्स भएर सबैजनासँग मिलेर तपाईँहरू आइसकेपछि तपाईँ नेपालीहरू कसैसँग भेट्नुहुन्छ भने तपाईँ त्यसरी सबैसँग मिलेर हेल्प मागेर राम्रोसँग बोलेर गर्नुपर्छ क्या है। त्यही भएर जे कुरा पनि गाह्रो त हुन्छ, तर त्यो आफूमा डिपेन्ड गर्छ कसरी तपाईँले ह्यान्डल गर्न सक्नुहुन्छ भनेर है। स्टुडेन्टलाई ठिकै छ, राम्रै छ।
अनि काम चाहिँ त्यही हो 20 घण्टा गर्न पाउनुहुन्छ हलिडेजमा चाहिँ गर्न पाउनुहुन्छ भन्थ्यो सरी मैले चाहिँ भिडियो बनाउँदै थिएँ अनि केही काम परेर चाहिँ फेरि काम स्टार्ट भएपछि भिडियो बनाउँछु भनेर काम स्टार्ट भयो त्यही भएर त आज मेरो डे अफ भएको बेलामा त्यो भिडियो पहिला गराइरहेको भिडियोलाई चाहिँ इन गर्छु अरू पनि भन्छु भनेर चाहिँ अब अहिले भिडियो गराउँदैछु सो छुटेका कुराहरू चाहिँ अब भन्छु भनेर होइन किनभने अब टाइम म्यानेज गर्दाखेरि त्यस्तै हुन्छ सो मैले चाहिँ क्वेसन कमेन्टको अनि म्यासेजको रिप्लाई दिइरहेको थिएँ होइन त सो अब चाहिँ अर्को कमेन्ट चाहिँ म पढेर तपाईँहरूलाई रिप्लाई दिन्छु है त सो हरेक क्वेसनको चाहिँ मैले एन्सर दिने ट्राई गरेको छु आशा छ सबैजनाले जान्न खोज्नुभएको खोज्नुभएको क्वेसनको चाहिँ एन्सर पाउनुहुनेछ भनेर अर्को क्वेसन छ कसरी आउने हो बहिनी हेल्प मी भन्नुभएको छ आइम सो सरी दिदी अब दिदी भन्नुभयो सिस्टर होइन हेल्प चाहिँ म भनिहालेँ म पनि तपाईँहरू जस्तै नै हो जस्ट यहाँ चाहिँ मैले भिडियो गर्नुको उद्देश्य चाहिँ म आफूले जानेका केही कुराहरू आफूले बुझेका केही कुराहरू सेयर गरौँ भनेर हो मैले त्यसरी मान्छे ल्याउने त्यस्तो काम चाहिँ म गर्दिनँ आइम रियली सरी यदि केही थाहा पाएँ त्यस्तो केही छ भने चाहिँ म अवश्य नै सेयर गर्नेछु है भिडियो मार्फत अवश्य नै धेरै कुराहरू सेयर गर्नेछु तर त्यसरी हेल्प नै गरेर चाहिँ म चाहिँ त्यसरी आश देखाउन चाहिँ सक्दिनँ आइम रियली सरी अनि अर्को चाहिँ सिस्टर अप्लाई गरेको कति लाग्छ जानलाई भन्नुहुँदैछ होइन तपाईँहरूको भिजा हो भने चाहिँ त्यति धेरै खर्च हुँदैन टिकट खर्च लाग्छ आजभोलि त टिकट खर्च पनि धेरै नै छ होइन धेरै छ अनि त्यही हो तपाईँको स्टुडेन्ट हो भने चाहिँ 25,000 30,000 युरो या मोर देन त्यति नै लाग्न सक्छ किनभने स्कुल फिस अनि अरू डकुमेन्ट गर्दाखेरि अब तपाईँले कन्सल्टेन्सीबाट गराउँदाखेरि कन्सल्टेन्सीलाई पे गर्नु पर्यो अनि तपाईँहरूको एक्स्ट्रा खर्चहरू धेरै लाग्न सक्छ होइन अनि डिपेन्डेन्टको लागि हो भने पनि धेरै चाहिँ लाग्दैन तपाईँहरूको नेपाली 2-3 लाखमा सबै काम सकिन्छ त्यो टिकट खर्च अलिक लाग्ने हो नयाँ भने आफैले गर्नुभयो भने चाहिँ धेरै खर्च लाग्दैन है त अनि वार्म भिजा पाउँछ कि पाउँदैन भन्नुभएको छ यो वार्म फार्म भन्न खोज्नुभएको होला सायद वार्म भएको जस्तो लाग्यो वार्म फार्ममा भिजा पाउँछ भेटनरी जानुभएको छ भने चाहिँ पाउँछ अनि यदि तपाईँहरूसँग पहिलेको एक्सपिरियन्स छ भने चाहिँ अझै राम्रोसँग पाउँछ है त फार्ममा भिजा अनि नेपालबाट कसरी एप्लाई गर्ने भन्नुभएको छ नेपालबाट एप्लाई चाहिँ त्यही नै हो तपाईँहरूले स्टुडेन्ट भिजामा गर्न सक्नुहुन्छ वर्किङ भिजामा गर्न सक्नुहुन्छ अनि डिपेन्डेन्ट अर भिजिट भिजामा गर्न सक्नुहुन्छ है त अनि हाई सिस म साइप्रसमा छु कसरी एप्लाई गर्दा भिजा आउँछ होला अनलाइनबाट ट्राई गरेको भन्ने हुनुहुन्छ कसरी साइप्रसमा चाहिँ तपाईँले के काम गर्दै हुनुहुन्छ त्यही कामलाई फोकस गरेर त्यही काम अनुसारको यहाँ आयरल्यान्डको कम्पनीहरू खोजेर त्यसमा तपाईँले कन्ट्याक्ट गर्नु खोज्नुभयो इमेल गर्नुभयो तपाईँको सिभी तपाईँको कभर लेटरहरू सेन्ड गर्नुभयो भने चाहिँ अवश्य नै साइप्रसबाट चाहिँ लिन सक्छ किनभने तपाईँ अलरेडी साइप्रसमा हुनुहुन्छ त्यहाँ काम गरेको एक्सपिरियन्स चाहिँ राम्रो छ भने त उनीलाई मन पऱ्यो भने चाहिँ तपाईँलाई अफर गर्छ जब लेटर अफर गर्छ अनि तपाईँको स्पोन्सरसिप अफर गर्छ अनि तपाईँलाई वर्किङ भिजामा ल्याउँछ है त अनि अर्को छ दिग्सल्यान्ड जानको लागि मेन गर्नुपर्ने काम चिज के हो भनिदिनु पर्यो यो चाहिँ आइसल्यान्ड होइन आयरल्यान्ड हो होइन अब यसको यहाँको लागि चाहिँ तपाईँले अब वर्किङ भिजामा आउनको लागि चाहिँ तपाईँहरू सेफ फार्म भेटनरीको लागि होइन अनि त्यसपछि कुक चाहिँ मेनै छ कुक अब अरू केही नभए पनि कुक चाहिँ सिकेर आउनुभयो तपाईँसँग एक्सपिरियन्स छ भने कुकमा सेफमा चाहिँ वर्किङ भिजामा ल्याउँछ यहाँ अनि त्यसपछि चाहिँ अर्को छ एज केयरहरू त्यस्तोमा केयरमा पनि ल्याउने गरेको छ होइन तर त्यसको लागि नर्सिङहरू स्टाफ नर्स डक्टरहरू त अब अभियसली आउनुहुन्छ त्यस्तै कामहरू छ यहाँ चाहिँ अहिलेसम्म चाहिँ यो अरू क्लिनिङ यिनीहरू यो हुन्छ नि जस्ट पार्लरको कामहरूबाट चाहिँ वर्किङ स्पोन्सरसिप गर्नु मिल्दैन क्या वर्क पर्मिट निकाल्नु मिल्दैन त्यही भएर कुनै सर्टेन मात्र छ तपाईँहरूले त्यो वर्क पर्मिट निकाल्ने कामहरू भनेर के छ भनेर चाहिँ तपाईँले आयरल्यान्डकै पेजमा गएर हेर्न सक्नुहुन्छ है त अनि
म्याम कति वर्षपछि डिपेन्डेन्ट भिजा ल्याउन सकिन्छ वाइफ र हस्बेन्ड? म चाहिँ मेरो बुढाको वर्क पर्मिट आएको चाहिँ 1 वर्षमा चाहिँ म डिपेन्डेन्टमा आएको हो होइन। त्यति बेला चाहिँ 1 वर्षमा ल्याउनु मिल्ने थियो। अहिले चाहिँ मैले सुनेको चाहिँ 2 वर्ष हुनुपर्छ भन्ने छ, त्यो चाहिँ क्लियर छैन, तर सायद 1 वर्षपछि चाहिँ ल्याउनु मिल्छ है त। 2 वर्ष लाग्दाखेरि तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। अनि दिदी अहिले किचन हेल्परको लागि भिजा लाग्छ। किचन हेल्परको लागि भन्दा पनि तपाईँको भिजा लाग्ने भनेको सेफको लागि भनेर कागज निकाल्ने होइन। तर तपाईँ आएर तपाईँको अब आफूले चिनेको मान्छेले ल्याउनु भयो भने चाहिँ तपाईँलाई सेफको कागज निकालेर, सेफबाट कागज निकालेर तपाईँ आएर किचन हेल्परमा काम गर्नु पनि मिल्छ। तर किचन हेल्परकै लागि भनेर चाहिँ कागज वर्क भिजा चाहिँ आउँदैन, वर्किङ भिजा चाहिँ। अनि 2-3 लाखमा कमाएर अन्तिममा 60,000 कमाउनु पनि के आउनु हुनु। यसको रिप्लाई चाहिँ मैले दिइसकेको छु होइन। मेन कुरा त्यही हो, अब तपाईँले आफूले तपाईँमा भर पर्छ कतिको जोगाउन सक्नुहुन्छ भनेर होइन। अनि 2 जना हस्बेन्ड वाइफ हुनुभयो भने त मजाले कमाउन पनि सक्नुहुन्छ। अनि प्लस मेन चाहिँ अब हामीहरू यहाँ बस्नुको रिजन चाहिँ आफ्नो छोराछोरी चाहिँ हामीले जस्तो दुःख नपाऊँ भनेर हो होइन। फेरि हामी नेपाल गएर बस्ने अहिले छोडेर होइन, अनि बच्चापछि लिएर जाने, पछि उनीहरू आएर यही फेजमा यही स्टार्टिङ गर्नुपर्छ नि त। उनीहरू जसरी पनि त हिँड्नुपर्छ, नेपालमा त के होला जस्तो त छैन होइन। अब गर्न सक्ने सबैजना बाहिर हिँड्नुभएको छ नेपालमा, अब सिचुएसन त्यस्तै छ, तपाईँहरूलाई थाहा छँदैछ। त्यही भएर आफ्नो छोराछोरीको भविष्य भन्छ भने त होइन होइन। जति नै खर्च भयो नि, जति नै कमाए पनि हामी चाहिँ आफू स्ट्रगल गर्न रेडी छौँ कि होइन। त्यही भएर त्यो तपाईँमा डिपेन्ड गर्छ। बचाउन चाहनुभयो भने जसरी पनि बच्छ, यदि बचाउन चाहनु भएन, कमाएको चाहिँ खर्च गर्छु भन्नुहुन्छ भने तपाईँ हामीले के भन्न सक्छौँ होइन त। सो 2-3 हाउ टु एप्लाई दिदी भन्नुभएको छ। यो चाहिँ भिजा एप्लाई गर्नको लागि डकुमेन्ट के चाहिन्छ भनेर मैले अलरेडी भिडियोमा पोस्ट गरेको छु होइन। अब वर्किङ भिजाको लागि पनि म डकुमेन्ट अवश्य पोस्ट गर्नेछु। तपाईँलाई आफूलाई गाह्रो हुन्छ भने कन्सल्टेन्सी कुनै राम्रो कन्सल्टेन्सीमा गएर चाहिँ तपाईँले उहाँहरूको हेल्प मार्फत चाहिँ एप्लाई गर्न सक्नुहुन्छ है। अनि नमस्ते म्याम, आउनको लागि के गरी एप्लाई गर्ने हो, जानकारी पाउन भन्नुभएको छ। त्यही नै हो, कुनै कन्सल्टेन्सी एकदम कोही कन्सल्टेन्सीमा चाहिँ धेरै ल्याइरहनु भएको छ यहाँ। त्यही भएर राम्रोसँग बुझेर कुन चाहिँ जेन्युन छ उहाँहरूसँग राम्रोसँग कन्ट्याक्ट गरेर बुझेर चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ है त। नमस्ते म्याम भन्नुभएको छ। नमस्ते। अनि आइएलटिएस गर्नुपर्छ कि पर्दैन भन्नुभएको छ। हजुर कुन कन्सल्टेन्टबाट जानुभएको भनिदिनु न भन्नुभएको छ। आइएलटिएस गर्नुपर्छ यदि तपाईँ स्टुडेन्ट भिजामा आउने हो भने चाहिँ अभियसली चाहिन्छ, त्यो कम्पलसरी चाहिन्छ। अनि हामी चाहिँ कन्सल्टेन्सीबाट गरेको होइन, हामी चाहिँ सेल्फ एप्लाई गरेको। हामी आफैले डकुमेन्टहरू हेरेर अनि आफैले डकुमेन्ट बनाएर चाहिँ एप्लाई गरेको हो। त्यही भएर मैले चाहिँ हरेक भिडियोमा मैले के डकुमेन्ट चाहिन्छ भनेर मैले भनिदिएको छु। मैले भिडियो पनि गराएको छु डिपेन्डेन्टको लागि अनि भिजिट भिजाको लागि। यदि तपाईँ स्टुडेन्टमा आउनु खोज्नुभएको भने स्टुडेन्ट सबै लगभग त्यस्तै छ, तर अलि फरक छ। तपाईँले गुगलमा गएर पनि हेर्न सक्नुहुन्छ डकुमेन्टको लिस्ट होइन। नयाँ भने तपाईँ भिएफएसमा गएर उनीहरूसँग भनेर भिएफएसमा गएर चाहिँ तपाईँले स्टुडेन्ट भिजाको लागि के डकुमेन्ट चाहिन्छ लिस्ट दिनु न भनेर माग्नुभयो भने चाहिँ उहाँहरूले दिनुहुन्छ। वर्किङ भिजाको लिस्ट दिनु न भनेर भन्नुभयो भने चाहिँ उहाँहरूले पनि दिनुहुन्छ। त्यो चाहिँ प्रोभाइड गर्नुहुन्छ है भिएफएसबाट पनि। पोर्चुगलबाट आइल्यान्डमा स्टुडेन्ट भिजामा जान मिल्छ कि नै, मिल्छ भने कसरी गर्ने भन्नुभएको छ। सायद पोर्चुगलबाट मिल्छ होला, तर तपाईँको आइएलटिएस पनि हुनुपर्छ होला है पोर्चुगलबाट पनि। कलेजमा डिपेन्ड गर्छ, कलेजले कति लिन्छ कि लिँदैन भन्ने त हरेक कलेजमा बुझ्नुपर्छ। त्यही भएर यसको बारेमा चाहिँ मलाई फुल्ली थाहा चाहिँ छैन, किनभने हामीहरूलाई चाहिँ यस्तो पढेको छैन होइन। जसले गर्नुभएको छ त्यसलाई नै थाहा हुन्छ है। थाहा नभइकन 100% कभर म भन्न सक्दिनँ, त्यो त कलेजहरूमा चाहिँ बुझ्न सक्नुहुन्छ है तपाईँले। अनि नमस्ते दिदी, टुरिस्ट भिजामा आएर वर्क भिजामा कन्भर्ट गर्न मिल्छ? त्यो चाहिँ अलिक गाह्रै छ। तपाईँ यहाँ टुरिस्ट भिजामा आएर कुनै कम्पनी खोजेर अब तपाईँको काम तपाईँको एक्सपिरियन्स मन परायो भने चाहिँ ल मलाई यस्तो गर्दै तपाईँले भनेर कुरा फिक्स गरेर तपाईँ रिटर्न हुन मिल्यो। तर तपाईँ यहाँ आएर टुरिस्ट भिजामा हुँदाहुँदै त्यो आउँदासम्म तपाईँको भिजा नै सकिन्छ क्या है। त्यही भएर त्यो बुझेर तपाईँले कम्पनी चाहिँ रेडी गरेर स्पोन्सरसिप गर्दैन कम्पनी गराएर चाहिँ तपाईँ ब्याक हुन चाहिँ मिल्छ होला सायद, किनभने तपाईँको भिजा चाहिँ अलरेडी एक्सपायर हुन्छ है त। अनि अर्को चाहिँ भन्नुभएको छ सिस्टरले, हेलो नमस्कार सी सारा हुनुहुन्छ, थ्याङ्क यू हजुरलाई डकुमेन्ट बनाउन हेल्प गर्नुभयो मेरो बाबा मम्मीको भिसा आयो भनेर। सो धेरै धेरै बधाई छ तपाईँलाई है।
सो तपाईँले मेरो भिडियो पनि फलो गर्नुभयो, कन्ट्याक्ट गर्नुभयो, त्यही भएर मैले डकुमेन्ट बनाउनलाई पनि अब हेल्प पनि त मेरो मैले जानेको कुरा चाहिँ गरेँ होइन। र तपाईँको भिजा पनि आयो, थ्याङ्क यू सो मच त्यसको लागि तपाईँले फलो गर्नुभयो। उहाँहरूको अरू सिस्टरहरू पनि त्यही भन्नुभएको छ, मम्मी ड्याडीको भिजा लागेको छ, धेरै धेरै धन्यवाद भन्नुभएको छ। स्मार्ट प्लेजर होइन, मैले जानेको फेरि पनि तपाईँहरूलाई केही हेल्प चाहियो, मैले जानेको बुझेको छु भने अवश्य नै म तपाईँहरूलाई सेयर गर्नेछु। सो वन्स अगेन कङ्ग्रेचुलेसन्स टु यू। अनि सिस हाम्रो मेडिकल कार्ड आयो, थ्याङ्क यू सो मच फर यु हेल्प भन्नुभएको छ। सो धेरै धेरै बधाई छ तपाईँलाई, मेडिकल कार्ड आउनु भनेको नि धेरै ठुलो सफलता जस्तो लाग्थ्यो है मलाई चाहिँ। अब तपाईँलाई त्यो फिल भयो कि नै थाहा भएन, तर मेडिकल कार्डले धेरै नै हेल्प गर्छ, धेरै नै जोगाउँछ क्या। किनभने हाम्रो छोरी यति बिरामी हुन्छ, यति बिरामी हुन्छ होइन। अनि लाँदै पछि जिपी भिजिटमा अब हाम्रो 80 युरो लाग्छ, केयर डगमा 70 युरो लाग्छ, हस्पिटलमा 100 युरो लाग्छ, र इमर्जेन्सीमा जाँदाखेरि होइन त्यो चाहिँ टोटली फ्री हुन्छ नि त। इभन औषधि पनि फ्री नै भनौँ, 1.5 युरो त हुन्छ मलाई लाग्ने होइन। त्यसले धेरै नै हेल्प गर्छ तपाईँहरूलाई त, टु बी अनेस्ट है। हाम्रो चाहिँ त्यसले चाहिँ धेरै नै हेल्प गरेको छ सेभिङ गर्नको लागि नै। हामी नै हस्बेन्ड बुढाबुढी हामी कुरा गर्दा नि भन्छौँ कि धर्म मेडिकल कार्ड रहेछ र हामीलाई हेल्प गर्न हेल्प भइरहेको छ भनेर होइन। हाम्रो चाहिँ अहिले पनि यो नयाँ वर्षमा पनि 2026सम्म पनि आइसक्यो मेडिकल कार्ड। हामीले चाहिँ मेडिकल कार्ड युज गरेको 4 वर्ष भइसक्यो है। म आएको पनि हरियाणामा 5 वर्ष हुन लाग्यो र हामीले मेडिकल कार्ड आएको चाहिँ 4 वर्ष भइसक्यो। सो म आएर 7-8 महिनामा चाहिँ मेडिकल कार्ड आइसकेको थियो, त्यही भएर मेडिकल कार्डले चाहिँ धेरै नै हेल्प गर्छ चाहिँ भनेस्। सो तपाईँहरूलाई पनि हेल्प हुन्छ भन्ने आशा गरेको छु। अनि धेरैजनाले मलाई डकुमेन्टमा हेल्प गरिदिनु भन्नुभएको छ। अभियसली म डकुमेन्टमा हेल्प गर्छु तपाईँलाई। डकुमेन्टको लागि चाहिँ यदि डिपेन्डेन्ट भिजाको लागि र भिजिट भिजाको लागि हो भने चाहिँ प्लिज मेरो भिडियो फुल हेरिदिनु होला। मैले टोटली डकुमेन्ट के चाहिन्छ, कसरी लेटर लेख्ने भनेर भनेको छु होइन। सो आशा छ तपाईँ पनि भिजा लाग्नेछ। सो आज चाहिँ मैले भेटाएको चाहिँ देखेको चाहिँ यही नै हो। अरू कमेन्टहरू तल गएर मैले त्यो हेरेको छैन पुरै होइन, किनभने अब आज मेरो डे अफ होइन। अब बच्चालाई टाइम दिनु पऱ्यो, अब छुट्टै छ नि। अब थाहा छँदैछ तपाईँहरूलाई कतिको बिजी हुन्छ भनेर एउटा मम्मा लाइफ भनेर होइन। सो आशा छ तपाईँहरूलाई मेरो भिडियोले धेरै हेल्प गर्नेछ। त्यही हो, तपाईँहरूले एकदमै ध्यान दिनुपर्ने कुराहरू चाहिँ अन्तिममा म फेरि भन्छु कि भिजिट भिजामा तपाईँहरूको धेरै मम्मी बाबाको धेरै भिजा छ। तपाईँ युके गएर या अरू युरोप कन्ट्री गएर आउँदै हुनुहुन्छ भने भिजा सकेपछि मात्र आयरल्यान्ड फेरि प्रवेश गर्नु होला। 1 दिन 2 दिन भिजा भयो भने पनि तपाईँलाई धेरै समस्या हुनसक्छ होइन। सो लकमा डिपेन्ड गर्छ, यदि लक ठिकै छ भने त दिइहाल्छ, नआयो भने दिँदैन नि त होइन। सो हेर्नुहोस् आइसक्नुभयो, मलाई डिस्टर्ब गर्नको लागि मेरो प्यारी छोरी अभियान सुस्त। सो छोरा पनि त्यहाँ खेलिरहेको छ। सो धेरै लामो भिडियो पनि म भइसक्यो होला होइन। सो आशा छ मेरो भिडियोले तपाईँहरूलाई सबैलाई हेल्प भएको छ र पछि पनि आउँदा दिनहरूमा म धेरैलाई हेल्प गर्न सक्नेछु, सहयोग गर्न सक्नेछु। मेरो व्यस्तताको कारणले गर्दा तपाईँहरूलाई रिप्लाई दिन नपाउँदा म फेरि पनि क्षमा माग्छु तपाईँहरूसँग। आशा छ तपाईँहरूले मलाई माफ गरिदिनु हुनेछ भन्दै अब आउने दिनहरू पनि यसरी नै साथ सहयोग सपोर्ट गरिदिनुहुन्छ भन्दै म चाहिँ आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। सो फेरि अर्को भिडियोमा भेटौँ है त। ओके, सो बाई बोल्छु ल, बाई बोल्छु न, बाई, सी यू and next video. आरोन भाइ खोइ त, मेरो आरोन भाइ कता छ भन्न त्यस्तो बोल्ने होइन। ल नमस्ते गरिदेऊ। ए हातले यस्तो नमस्ते। सन्चै हुनुहुन्छ? म त सन्चै छु भन। सन्चो छैन? तिमी स्कुल गएर आउँछ कि आउँदैन भन ल। ओके ल भयो, तिमी चल्यो ल। ओके बाई, सी यू इन नेक्स्ट भिडियो। बाई, सी यू नेक्स्ट भिडियो। किप सपोर्टिङ अस। अनि के गर्ने रे छोरी? सब्सक्राइब लाइक एन्ड कमेन्ट गरिदिनुहोस् ल। धन्यवाद। Bye bye. I love you. Oh. Okay, bye.